record. So, I am going to sue you. You have not taken any consent to record that. Sir, you have came you taken to my me. consent to You record came my to video? me, sir. Have you taken my consent Alright, to record the video? Throw that out. Have you taken my consent to record my video? Is that necessary or not? Is that necessary or not? Like, I'm You trying. don't know the morally. I'm just trying to eat. It's okay, come. All right, I'll leave. I'll pay for it. हे गाइज व्हाट्सअप अगेन वेलकम टू माई च्यानल रिभ्यू बाई अजय। आज फेरि हामी गइरहेको होइन मोस्ट भाइरल ब्लगको मिसबिहेभिङको भाइरल उडेकाको रिभ्यू गर्न गइरहेको होइन। भन्नाले अब यो मुजिक को होइन, यो काले मुजिक को रहेछ होइन, थाहा भएन होइन। एउटा विदेशी ब्लगरहरूलाई नै होइन पैसाको लागि यस्तो भनिरहेछ होइन। लाइक पैसा हेरेकै छैन, दे डोन्ट नो, दे डोन्ट सी नेभर मनी दिस मदरफकर को यो मदरफकर हामीले नेपाली नै होइन, नेपालीको बेहोरा नै यस्तै होला होइन गाइज। तर एउटा फरेनर ब्लगरसँग यस्तो बिहेभ गर्दा त मिसबिहेभ गर्दाखेरि त राम्रो त भएन नि। अरू देशमा नि के कति रिस्पेक्ट गर्छ के, जुनसुकै ठाउँमा नि होस् होइन गाइज, कति बिहेभ कति त्यो गर्छ नि रिस्पेक्ट। तर हाम्रो नेपालमा नि होइन यस्तो पैसाको लागि महत्त्व रहेछ मुजीहरूलाई। मुजीको न थोप्रा न केही अनि भन्छ नि हामी ठुलो भन्न खोज्छ नि, त्यस्तै हो क्या। नाचिने कतिको होला खाना, लाइक रिस्पेक्ट एउटा हुन्छ नि ह्युमनिटी। कि अरू देशको मान्छे आएर हाम्रो नेपालले झन् अझै त्यो गरिरहेको त्यो अगाडि बढाउन खोजिरहेको हुन्छ। मुजीहरूले त त्यही हो, बेहोरा हेराइहाल्छ क्या, 2 टकाको बेहोरा हुन्छ नि होइन गाइज, त्यही हो। मुजीले पैसाको खाँचो रहेछ भने भिख माग्दा नि हुन्छ होइन। कुन दलको छोरा कसरी जन्माएको होला थाहा भएन होइन उसलाई त कालेलाई मुजीलाई त यस्तो सोझो मान्छेलाई ब्लगरलाई होइन यस्तो हेपिन्छ होइन। उसको आँखामा आँसु हेर्दा नि हुन्छ गाइज, तपाईँहरू हेर्न सक्नुहुन्छ गाइज कस्तो आँखामा रोइरहेको छ। यो चाहिँ दिदी पनि त्यस्तै रहेछ, मुजी नि जोक गरेको रे प्रेम हुन्छ यस्तो। अलिकति सोचेर के बोलिरहेको त्यो थाहा हुनु पऱ्यो नि। त्यो मान्छेले के नबुझिकन त्यो नेपाली भाषा नबुझ्दा के थाहा हुँदैन फिलले के भन्न खोजिरहेको। अलिकति हुन्छ नि यार सोचेर बोल्नु न। यो मुजीसँग के यसको प्रपर्टी हो र यसको प्रपर्टी हो र मान्छेसँग सोधेर यो गर्नु त्यो गर्नु भनेर। मुजी ओ चाहिँ को के नेताको छोरा हो कि को? नेताको छोराहरूसँग त पर्मिसन लिँदैन होइन। यो मुजीको भन्छ नि औकात त हुन्न, ठुलो कुरा त्यस्तै हो क्या। यो मुजीले खोजेर हान्नुपर्छ क्या, त्यस्तो हुनु पऱ्यो क्या। कहाँको रहेछ यो मुजी होइन गाइज, कुन ठाउँको होला मान्छे नै भन्छ मुजीहरू यस्तो हुँदैन यस्तो छैन नेपालमा सबै मिल्ने यस्तो रहेछ बेहोरा। हेऱ्यो नि गाइज यस्तो रहेछ बेहोरा। ऊ बिचराको आँखामा त्यतिकै आँसु हेरिरहेको छ गाइज, कस्तो फिल गरिरहेको होला होइन, के सोचिरहेको होला क्या हाम्रो नेपालको बारेमा। यस्तो मान्छे भेटिन्छ भनेर अब फर्केर आउँछ ऊ नेपाल कहिले नि। अनि अब नेपालको यस्तो नाम चल्छ होइन बाहिरतिर गाइज होइन, कि नेपालमा मान्छेहरू यस्तो मिलनसार हुन्छ होइन, यस्तो हुन्छ होइन, यस्तो हुन्छ त्यस्तो हुन्छ भन्ने हुन्छ होइन। त यो मुजीको कारणले त गयो त, यो मुजीको कारणले त सबै हुन्छ नि। एउटा रिस्पेक्ट बनाएको मान्छेहरूको यो मुजीको दुई काटको काज छैन, यति ठुल्ठुलो कुरा गर्छ। लाइक भिख माग्दा हुन्छ त यार, आउन मै दिन्छु के, ठुलो रेस्टुरेन्टमा खाना खुवाउँछु क्या। लाइक रिस्पेक्ट गर्न नसिक्नु क्या, रिस्पेक्ट गर्न कोसँग के बोलिरहेको होइन गाइज, त्यो सिक भएको त त्यो सिक्न खोज्दैन मुजीहरू। के बोलिरहेको हुन्छ होइन। सरी ब्रो, आई रियली सरी फर दिस मदरफकर। म एपोलाइज गर्छु मुजीको कारणले। हुन्छ कोही हुन्छ ब्रो, यो नेपालमा कोही रन्डीको छोरा नै हुन्छ क्या, मदरफकर नै हुन्छ, बुझ्नु हुँदैन क्या, ठुलो नै बन्न खोज्छ, त्यस्तै रहेछ यो मदरफकर होइन गाइज। त्यही भएर सरी ब्रो, आई एपोलाइज फर द्याट। मनमा नलिनु, डोन्ट टेक सिरियस होइन। यो मुजी रहेछ होइन, थाहा भयो होइन हामीलाई। त्यही भएर गाइज यस्तै भिडियोको लागि सब्सक्राइब एन्ड सेयर गर्नु नभुल्नु होला गाइज। फेरि भेट्नेछु नयाँ भिडियोको साथमा। सब्सक्राइब द च्यानल गाइज।
हेर्नु त्यो बेचाराको आँखामा आँसु त्यतिकै रहेछ। थ्याङ्क यू सो मच गाइज। फेरि भेटिन्छ नयाँ भिडियोको साथमा होइन गाइज, नयाँ भिडियोको साथमा फेरि भेटिन्छ। त्यही भएर सब्सक्राइब गर्नु नभुल्नु होला, सपोर्ट द च्यानल गाइज। अगेन मिट फोन न्यू अपडेट गाइज। यो ब्लगको रिभ्यू कस्तो लाग्यो भनिदिनु होला कमेन्टमा गाइज। यो मुजिकको कमेन्ट गरिदिनु होला।